नमस्कार। काठमाडौँ महानगरपालिका र काठमाडौँ महानगरपालिका प्रमुखलाई एउटा अनुरोध छ कि हजुरले जुन जरिमाना उठाउने हुन्छ त्यो बैंक खाताको नम्बर र क्यूआर कोड सार्वजनिक गरिदिनु होला। हामी नेपाल लगायत विश्वभरि फैलिएका राजभक्त र देशभक्त नेपाली जनताहरूले 50, 100, 200, 1000, 2000 जति आफ्नो दक्षले भ्याउँछ हामी त्यो खातामा पैसा हालिदिन्छौँ र त्यो पैसा हामी तिर्दिन्छौँ। किनकि त्यो अस्तिको आन्दोलन कम प्रदर्शन बढी राजाको समर्थनमा भएको प्रदर्शन भनेको त्यो स्वतः स्फूर्त रूपमा हामी नेपाली जनताहरूले नेपालको झण्डा बोकेर गरेको प्रदर्शन थियो, जसमा नेपाल प्रहरी र गृह मन्त्रालयले दमन गरेर जबरजस्ती उक्साएर त्यो घटना घटाएको थियो र त्यो दिनको घटना भएको थियो है। र हामी चाहिँ किन पैसा तिर्छौँ भन्दाखेरि त्यो राजाको समर्थनमा हामी पनि छौँ र हामी राजा ज्ञानेन्द्रले जुन फागुन 6 गते भनिबक्सेको र आह्वान गरिबक्सेको सहयोग साथ समर्थन मागेको सहयोगमा हाम्रो पूर्ण ऐक्यबद्धता छ। त्यही भएर हामी तिर्छौँ है। र अर्को कुरा हजुरले अर्को कुरा पनि भन्नुभएको छ कि हजुरको त्यो फोहोर उठाउने कर्मचारीहरूले विगत 3 महिनादेखि पैसा पाएको छैन भनेर। त्यो पनि पैसा कति हुन्छ हिसाब गर्नु होला, हामी बोनसमा थपेर तिर्दिन्छौँ है। किनकि एक थुकी थुक र 100 थुकी नदी भनेर भन्छ नि, एकजनाले म एक्लैले त तिर्न सक्दिनँ। सम्पूर्ण विदेशमा हुनुहुने देशमा हुनुहुने राजभक्त र देशभक्त नेपालीहरू मिलेर हामी पैसा हालिदिन्छौँ है। कृपया त्यो क्यूआर कोड हालिदिनु होला। जय नेपाल, जय देश, जय नरेश।